सो गाइज अहिले भन्नुपर्दा चाहिँ फेरि पनि अर्को रेसिपी आएको छ। यहाँ हेर्नु सक्नुहुन्छ मुला चाहिँ अघि दिउँसो दादाले काटेर यो 1 घाम सुकाइसकेको छ है, 1 घाम। अन्त यो मसला पनि रेडी छ है। यो चाहिँ के छ भन्दाखेरि जिरा हैन, कालो तिलहरू छ, अनि नुन सुन खोर्सानी भुटेर सबै मिक्स गरेको छ हो। अनि मेथीहरू छ, सब मिक्स मतलब कराईमा तताएर चाहिँ यो चाहिँ एकदम त्यो मिक्सीमा पिनेको मसलाहरू हो हैन, मिक्स मसला भन्छ यसलाई चाहिँ। अर्को कुरा त्यहाँबाट यो खोर्सानीहरू पनि एकदम रेडी छ मसलामा अचारमा हाल्नुको लागि है। यो भर्खर काटिसकेको मैले टक्कै काटेर मात्रै भिडियो गरेको नि त। अन्त अर्को भन्नुपर्दा चाहिँ यहाँ तेल देख्नुहुन्थ्यो होला, यो प्यान माथि नजानुहोस्, प्यान कालो हो। यो तेल छ यहाँ देख्नुहुन्थ्यो होला, प्यान कालो हो। हामी चाहिँ यस्तो कालो चलाउँछ तर मन चाहिँ सफा छ है। सो गाइस फर्स्ट चाहिँ हामी यो मसला टक्कै अघि रेडी भएको मसला चाहिँ हैन टक्कै यसरी हाल्नुपर्छ हैन, मजाले हो। टक्कै हालिसक्यो, ट्याक्कै यो राख्नुपर्छ, यो खाली चाहिँ साइडमा राख्नुपर्छ। अन्त टक्कै यसरी हल्का यस्तो मुस्नुपर्छ है। हेर्नुहोस् है, हात चाहिँ नधुनु नबिर्सिनु नि फेरि ल। यस्तो सफा हातहरू हुनु पऱ्यो नि यस्तो। अनि टक्कै धोएर चाहिँ हो ट्याक्कै यसरी मुस्नुपर्छ हो, एकदम अच्छा मुस्नुपर्छ। अनि ट्याक्कै यस्तो पर जानुपर्छ हैन। यो तेल हुन्छ, यो तेल चाहिँ सैँ लोगेर चाहिँ यसरी ठ्याक्क हाल्नुपर्छ। यसरी हेर्नुहोस् तेल देख्नुहुन्छ होला, ठ्याक्कै यसरी हाल्नुपर्छ तेल हो। अलिकति राख्नुपर्छ यहाँ, किन भन्नुहोस् त, बिकज यो खोर्सानीहरू अलिकति यो तेलमा चाहिँ सही डाम्नुपर्छ हो। अन्त टक्कसँगले झन्डै नुन चाहिँ बिर्सिनु हुँदैन, नुन चाहिँ ट्याक्कै बट्टा खोल्नुपर्छ होइन। अनि टक्कै यति स्वाद अनुसार नुन कम्ती है, फेरि कडा भयो भने त फेरि प्रेसर आयो भन्छ नि नुनले। टक्कै नुन हाल्यो होइन, ओहो कम्ती भएको जस्तो लाग्यो, फेरि जुरुक्कै उगाउनुपर्छ यसरी कममै हो। फेरि अन्त यस्तो सेटै यतिले चाहिँ पुग्छ होला हौ, तर मलाई आशै लागेन। फेरि अझै अलिकति उगाउ न, प्रेसर आयो भने त मार्छ त हौ। टक्कै यो नुन छर्केँ मैले होइन, टक्कै अनि ठ्याक्कै बत्तामा हालेर ठ्याक्कै बन्द गर्नुपर्छ, बिर्सिनु हुँदैन है। अन्त यो अहिले काम छैन, चडक्कै यो चाहिँ पहिला हल्का यसरी मुस्नुपर्छ, यसरी मुस्नुपर्छ हो। चडक्कै मुस्नुपर्छ। यस्तो कलर आउँदै जान्छ हेर्नुहोस् है, हल्का हो, हल्का कलरहरू आएको जस्तो देख्नु हुँदै होला। यो हेर्नुहोस्, थोक चाहिँ ननिलिदिनुहोस्, भुँडीहरू दुख्छ। ओके नाइस। हेर्नुहोस् है, अब यो प्रोसेस यति नै हो, बेसी त्यस्तो हार्ड त केही छैन हो। चडक्कै मुसिसक्यो। यो कम्ती छ कि कम्तीमा त अलिकति एउटा हातले सकिहाल्छ नि होइन। टक्कै मुसिसक्यो होइन, टक्कै मुसिसक्यो। त्यहाँबाट चाहिँ टक्कै अब भाउजू यहाँ ग्यास बालिदिनु न। यहाँको हाम्रो चाहिँ यहाँ राखिरहेछ, छैन होइन, छ तर यता राखिरहेछ, अल्छी लाग्छ अलिकति तताउनु त भाउजू पहिला। अनि त्यो पर्रै भुट्दिनु ल, तेल तात्तोस् न पहिला, यस्तो लटेङ पटेङ भुट्दा भइहाल्छ। यस्तो छ, इन्तजार गर्नुपर्छ होइन अलिकति तेल तात्तिन्जेलसम्म। अनि हाम्रो भाउजू चाहिँ पेन पनि उचाल्नु सकेको छैन। भाउजू हाम्रो झन्डै लुटी हुनुहुन्छ नि त भाउजू, सो त्यही भएर चाहिँ अन्त यसरी इन्तजार गर्नुपर्छ। खानु मात्रै मुख मिठो हुँदैन होइन, अन्त टक्कै पर्खिनुपर्छ। पर्खिँदा अनि जब त्यो तात्तिन्छ तब चाहिँ टक्कै फेरि सुरु गर्नु पऱ्यो नि। के ढिलो तातेको, अप्ठ्यारो भनिहाल्नु न भाउजू, अप्ठ्यारो भयो ल त, मेरो त मैलै हो। दिदी चडक्कै यो अलिक ठुलो बनाउनु न ग्यास, कि यत्रै हो? ए सक्यो भने त्यसो भए त टक्कै पेन चाहिँ कालो छ हो। अन्त त आज त के भयो, धुवा पनि उडेको छैन। सो तेल तातेर चाहिँ यस्तो गर्नुपर्छ होइन, टक्कै हालेर चाहिँ यसरी चलाउनुपर्छ है, यसरी टक्कै मात्रै गर्नु अन्त
हुन्छ हुन्छ त्यहाँ खनाइदिनु न त्यहाँबाट चाहिँ टक्कै यसरी हाल्नुपर्छ होइन त्यो पनि सोधेर हाल्नुपर्छ भाउजू चडक्कै यसरी हाल्नुपर्छ हो अन्त हातले हो त्यो पनिर कि राखिदिनु न अब ल भाउजू बास बास अब चाहिँ हात धुनुपर्छ सो गाइस त्यहाँबाट चाहिँ टक्कै खोर्सानी हाल्यो होइन खोर्सानी हालेर चाहिँ टक्कै हात चाहिँ धोइहाल्यो किनभने बिटो लाग्यो भने चाहिँ पोल्छ फेरि होइन अन्त चडक्कै यसरी फिट्नुपर्छ यसरी हात चाहिँ पनि आउँछ कोही कोही बेला त्यो धुलो उडेर होइन चडक्कै यसरी मुस्नुपर्छ यहाँ चाहिँ यस्तो यस्तो गर्दै चडक्कै मुस्यो हो त्यहाँबाट चाहिँ यो चाहिँ अब एकदम रेडी भएको छ होइन अब यो चाहिँ टक्कै यहाँ हेर्नुहोस् यस्तो छ यतिको चाहिँ भयो हेर्नुहोस् यतिको चाहिँ भएको चाहिँ अचार हो त्यहाँ अब खाने बेलाबाट आएकै हो अस्ति पनि तपाईँहरू तामाको अचार हेर्नु सक्नुहुन्छ तामाको अचार चाहिँ नि देखाउनु बिर्सिन्छु खाएर एकबट्टा थिएन खाएर यति पुगिरहेको छ सकिसकेको छ होइन यो पनि भिडियोमा देखाउँ भनेको खाँदा खाँदै बिर्सेछु त यति छ अब एबाउट टु फिनिस अनि यो अलमोस्ट रेडी भइसक्यो हो अब यसलाई 2 घाम सुकाउँदा चाहिँ एकदम खानुको लागि लायकको हुन्छ सो यति नै थियो आजको मुलाको रेसिपी सो गाइस हेर्नुभयो होला है यस्तै छ मुलाको रेसिपी हो यो अब यस्तै रेसिपी हेर्नु चाहनुहुन्छ भने दबाउनुहोस् 1 हेर्नु चाहनु हुँदैन भने दबाउनुहोस् 2 बाई बाई फेरि हेरिहाल्नुहोस् एकताल ल बाई बाई